ल साथी हो, हाम्रोमा यस्तो चिज छ। यदि कसैले चाहिन्छ भने खबर गर्नु होला। यो चाहिँ हाम्रो कम्पनीको गार्डन भनौँ न। यस्तो फलेको छ, यसलाई के भन्छ? लगभग अङ्गुर टाइपले फलेको छ। यो चाहिँ अङ्गुर चाहिँ होइन, आँप हो, म्याङ्गो। अङ्गुरको झुप्पा फले जस्तो फलेको छ। यो चाहिँ के हो तपाईँहरूले भन्नु होला। यसलाई चाहिँ म भन्दैन है त। यसको नाम कसलाई थाहा छ कमेन्ट गर्नु होला है। यो पनि छ हामी कहाँ प्रशस्त। ल हेर्नुहोस्, यस्तो पनि हुन्छ। व्हाट इज दिस? ल हेर्नुहोस्। ओ माई गड। ल साथीहरू, यस्तो छ है। ल यहाँ हेर्नुहोस्। यो चाहिँ एकदम खतरा हो, तर धेरै छैन। एउटा मात्रै छ, हेर्नुहोस् त यहाँ 1 केजीको छ, अरू चाहिँ छैन। अनि यो चाहिँ हेर्नुहोस्, रेड कलरमा, रेड एउटै 1.5 केजीको भन्दा ठुलो हुन्छ चाहिँ यो। अहिले पनि छ लगभग। ओ माई लर्ड। ल हेर्नुहोस्। अब यहाँ हेर्नुहोस्, फेरि यता रमाइलो, छुट्टै रमाइलो छ। फलेको हाँगा कहिले छ र नझुकिरहेको। ल हेर्नुहोस् यस्तो। ल माथि हाँगा हेर्नुहोस् न। लगभग अब 8-10 दिनमा पाक्छ, तर भाँच्छ कि जस्तो पनि छ। पाक्यो भने म तपाईँहरूलाई खाएर पनि देखाउने छु। अहिले चाहिँ पाएको छैन। ब्युटिफुल। ल हेर्नुहोस् त। ओ माई गड। ल गाइस, ल ल यस्तो राम्रो छ। ल तपाईहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। यो चाहिँ अगाडि चाहिँ हाम्रो कम्पनी हो। यो कम्पनी चाहिँ फिल्ड, ग्राउन्ड र त्यसैको गार्डनमा फलेका यी फलफुलहरू। ल गाइस, हस् बाई।